व्यवस्थित बाख्रा पालनका महत्त्वपूर्ण कुराहरूको बारेमा विस्तृत जानकारी दिन गइरहेका छौं। नम्बर 1, हरियो घाँसको व्यवस्था। यदि तपाईँ कम लागतमा सजिलो तरिकाले बाख्रा पालन गर्न चाहनुहुन्छ भने बाख्रा पालनको सुरुवात गर्नु अघि तपाईले कोसे अकोसे घाँसहरू घरको वरिपरि खेर गएको बाँझो जमिनमा दाले घाँस लगाउनु होला। साथै बाख्रा पालन सँगै 1 वर्षे तथा बहुवर्षे कोसे अकोसे घाँसहरू लगाउनु होला। यो तरिकाले तपाईँ बाख्रा पालन सुरुवात गर्नुभयो भने सजिलै बाख्रा पालन गर्न सक्नुहुन्छ। नम्बर 2, व्यवस्थित खोर। बाख्रा पालनमा सफलता प्राप्त गर्नका लागि व्यवस्थित तरिकाले बाख्राको खोर बनाउन जरुरी हुन्छ। अव्यवस्थित खोरमा बाख्रा नफस्टाउने, तुहिने, परजीवीहरूको संक्रमण रहिरहने र विभिन्न किसिमका रोगहरू लाग्ने हुनाले बाख्रा पालनको लागि व्यवस्थित तरिकाले खोर बनाउनु पर्दछ। नम्बर 3, घाँसको साथसाथै घरमै उपलब्ध हुने मकै, तोरीको पिना, ब्रान, दालको चोक्कर, गहुँको चोक्कर मिसाएर नियमित रूपमा बाख्रालाई खुवाउनु पर्छ। यसरी आहार व्यवस्थापन गर्दा पाठापाठीको जन्मतौल बढी हुने र वृद्धि विकास छिटो हुने गर्दछ। नम्बर 4, बाख्रालाई नियमित रूपमा मिनरल ब्लक चाट्न दिनुपर्छ। यसले बाख्राहरूलाई समयमै बाली खोज्ने तथा वृद्धि विकास पनि छिटो हुने हुन्छ। नम्बर 5, बाख्राहरूमा प्रजनन गराउँदा हाडनाता नपर्ने बोका र बाख्रा बीज प्रजनन गराउनु पर्दछ। नम्बर 6, बाख्राहरूमा प्रजनन गराउँदा जुम्ल्याहा जन्माउने आमाबाट जन्मिएका स्वस्थ बोकाबाट मात्र प्रजनन गराउनु पर्छ। यसरी प्रजनन गराउँदा बाख्राले जुम्ल्याहा पाठापाठी जन्माउने सम्भावना धेरै हुन्छ। नम्बर 7, 2 वर्षमा 3 पटक ब्याउने र हरेक पटक जुम्ल्याहा पाठापाठी जन्माउने तथा राम्ररी हुर्काउने गुण भएका बाख्रा छनौट गरी पाल्नु पर्दछ। नम्बर 8, पाठापाठीमा जन्मिएको आधा घण्टा भित्रै बिगौती दूध खुवाउनु पर्छ। यसले पाठापाठीहरूमा रोगसँग लड्ने क्षमताको विकास हुन्छ र बाख्राको साल झर्न पनि मद्दत गर्छ। नम्बर 9, पाठो जन्मिएको 2 देखि 2.5 महिना भित्र खसी बनाउनु पर्छ। यसले पाठापाठीहरूको वृद्धि विकास छिटो हुने तथा अनियन्त्रित गर्भधारण हुनबाट बचाउँछ। नम्बर 10, परजीवी विरुद्धको नियमित उपचार गर्नुपर्छ। नम्बर 11, पाठापाठी जन्मिएको 1 महिना भित्र अनिवार्य रूपमा जुका औषधि प्रयोग गर्नुपर्छ। त्यसपछि हरेक 3-3 महिनामा वा गोबर जाँच गराएर जुकाको औषधि खुवाउनु पर्दछ। नम्बर 12, बाख्राले जुकाको औषधि खुवाएको 1 हप्तापछि मात्र स्वस्थ बाख्राले खोप लगाउनु पर्छ। बाख्राले हरेक वर्ष PPR भ्याक्सिन अनिवार्य रूपमा लगाउनु पर्छ। नम्बर 13, बाख्रा पालनमा हुने विभिन्न किसिमका जोखिमहरूबाट बचाउन बाख्राको बिमा गराउनु पर्छ। नम्बर 14, बाख्राको सही पहिचान तथा रेकर्डको लागि बाख्राले ट्याग लगाउनु पर्छ। नम्बर 15, बाख्रा पालनबाट बढी भन्दा बढी आम्दानी लिनका लागि 1 वर्षभित्रै खसीको तौल 30 केजी भन्दा माथि बनाई बेच्नु पर्छ।